यहाँदेखि हिँड्न सुरु गरेर होइन ऊ त माथि टुप्पाको डाँडो कि त्यहाँ पुग्न पर्छ। खुट्टाको हालत के हुन्छ ब्रो? सकिन्छ नजिकै त छ होइन हो त्यति त गर्नु पऱ्यो नि। यहाँदेखि अलि माथिसम्म चाहिँ बाटो छ बिच नै छ होइन। त्यसपछि म पनि जहाँ तक आउने चाहिँ आएको छैन, तर माथिबाट चाहिँ लङ्का लाग्छ होइन। बाटो थाहा छैन, अब एक्सप्लोर गर्दै जाने हो होइन। यही डाँडोमा हो कि टुप्पो चाहिँ हो थाहा छ होइन। डाँडो हेरेर जान्छ होला। यहाँ जानको लागि अन्नपूर्ण केवल कार पनि रहेछ होइन। तर हामी ट्रेक ट्रेक भन्दा हाइक भन्दा के भन्छ यस्तो कुरा हुन्छ कि नि बाल्छसँग चाहिँ दुईवटा बाटो फाट्दैछ टक्क लगाएर होइन। यतापट्टि पारी हेर्नु यस्तो भवाल देखिएको छ। आज त यता हो, भोलि चाहिँ यता पुम्दीगढतिर कलाएर होइन। चाहिँ अब यहाँ चाहिँ म्याप पनि रहेछ सानसानो। अब यहाँदेखि यता गएर 30 मिनटको अपेल प्लस 1 आवर सारङकोटको लागि चाहिँ यो बाटो भयो। अलिक माथिसम्म चाहिँ यस्तै ढलाइ गरेको नै छ, माथिबाट चाहिँ त्यसपछि छुट्टिन्छ। बगान चाहिँ छ अहिलेसम्म चाहिँ कहाँसम्म पुगिन्छ माथिसम्म त पुगिन्छ। फर्किने चाहिँ यताबाट फर्किन्छ कि अरू पनि बाटो खोजिन्छ भनेर हो। जाम हालत के हुन्छ त्यसपछि फर्किने बेलापछि पुगेपछि तपाईँको चाहिँ निस्किरहेको चाहिँ टाकटुक बाटो छ यता कुखुरा सुखुरा टाकटुक। आमा यो सारङकोट जाने बाटो हो यताबाट हो। ल धन्यवाद। हामी फेरि फिर्ता आयौँ, धन्य बेलामा सोधिदिएछ। धन्न यार भोलि माथि गएर तनाव हुन्छ नि। रमाइलो हो, पछि यही सम्झिँदै हाँस्ने त हो नि, त्यही हो। यसले गाजु र उमेर हुने बेलासम्म गरिदियो भने सबै कुरा रमाइलो हुन्छ होइन। जे गर्ने बेलामा गर्ने हो कि पछि त चिया के अरे छोड्दै चिसो हुन्छ है। तैँले कसले मलाई पठाइदियो इन्स्टामा होइन। बाद में चाय ठंडी हो जाती है, बाद में दोस्त की शादी हो जाती है, बाद में उसका पत्नी हमारे साथ उसको घूमने नहीं देता वाला कि छैन यार, सकिसक्यो रहेछ। यत्तिको मिठो कुरो त होइन। सिमली के भन्छ अरे कटनै कटन छैन हेर त। होइन बोर्डहरू बनाइदिए टक्क कता कता बाटो छुट्टिन्छ भनेर। यता टक्क
प्रवेश गर्दैछौँ। यहाँसम्म चाहिँ बाटै नै छ होइन, स्कुटरहरू आउँछ बाइकहरू। बस्ने अलि माथि गएर बसौँला नि, हिँड्न त एकैछिन हिँड्ने हो होइन, बस्ने ठाउँ रहेछ कि सुप्रायान आनन्द शीतल। जाने गेट ब्याक रेडी टु क्लाइम्ब। अब यो पहाड जाने जाने ल हिँड। मोबाइल छोड्ने खोइ मोबाइल मोबाइल 50 हुन्छ। ल गाइस हामी चाहिँ यो पोखरा के भन्छ सारनकोट यसो ट्रेक गरौँ भन्दै हिँडेको हो। म र प्रवेश इज आउट। आज प्रवेश होइन, लक्ष्मण इज अल्सो आउट है। त्यस्तै छ यो बाटो। अब अप्ठ्यारो छ, के गर्नु, हिँड्न पर्यो। जान त गइन्छ, फर्किने कसरी भन्ने छ। हेरौँ ल है, हामी आइहाल्छ। दामी छ है ठाउँ। के छ घरबेस? ठिक छ ब्रो, ठिक छ नि। ल यही छ, त्यही हो। अब जान्दा केही छैन। ल परमेश ह्यान्डओभर टुक्ने होइन, सल्टीले हँसाउँछ कि सब केटाहरू घटे होइन। पहिला घुम्न जाने भनेपछि लास्टै भइन्थ्यो होइन केटा। प्लानिङ हुन्थ्यो, बाइक पुग्थेन, कहिले मान्छे पुग्थेन। मान्छे नपुग्ने त होइन, बाइकै पुग्थेन। अघि नै भनेको फेरि भन्दैन त त्यस्तो हाइकिङ। शीतल छ है, तर त्यहाँ बिचमा चाहिँ घामले धरोसेको सतो निस्किन्छ कि घामले सेक्न थालेपछि त जब सकिन्न। कसो अरे केटोले हँसाउँछ कि यहाँको मजा आउँछ। अब चाहिँ यसो खोलेर कपडा सपडा झोला हालेपछि यसो बल्लै कालो मान्छे डड्डी फरक भएन। अब छोड्दैन, यसो गएर हुन्छु कि भनेको यार। गएर त के हुने, आफ्नो कदरभन्दा अरू त भइन्न होला। तर पनि
हाम्रो खोला अलि भयो नि यार आइयो र अलि माथि डाँडाहरू आइयो कताको डाँडा आइयो है छैन आएको चाहिँ हट ओहो ओ माई गॉड यो हो नि ठाउँ त्यहाँ होइन साले दामी त जताततै दामी जो रहेछ कि लोगे बाटो हामीलाई एउटा थाहा छैन हिँडेपछि बाटो भेटिन्छ होइन लक्ष्मण रमाइलो छ जिन्दगी छुट्टा भाडामा टुङ 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 हामीलाई त अप्ठ्यारो छैन कि बाटो बिराएर आइयो होइन अब ऊ यो त घरबाट चाहिँ सिधा उता त निस्किन्छ अहिले चाहिँ हिँडियो धन्यवाद माथि त्यतैबाट आउँदै हुन्छ ल धन्यवाद त्यतिबाट हुँदै बाटोमा निस्किन्छ त्यही बाटो हुँदै जान्छ बाटोमा आइयो यति भएपछि यसरी यो गाउँको बाटो हुँदैछ हामी खासै थाहै छ पर्ने त्यो जम्मको ठाउँबाट हिँड्न सुरु गरे हो यहाँबाट हुँदा यहाँ आइयो यो तलतिरबाट सुरु गरे हो फेरि अहिले डुङ्गुङ डुङ्गुङ हिँड्दै यतिको ठाउँमा चाहिँ आइयो कस्तो भयो अरे केटो कस्तो लाग्यो अरे तलतिर लेखिएको थियो 1.5 आवर भनेर लेखाएको थियो अपिल हामी हिँडेको 3 घन्टाभन्दा धेरै भयो अझै आएको छैन अझै पनि हेर्दैछौँ आउँछ कि माथितिर
गलत बाटो पनि हिँडे जस्तो लाग्दैन फेरि घाटै। गलत त हामी कति गलत हिँड्ने त्यो पनि छोड्दै पुरा। के भएर सजिलो रहेछ, धेरै हिँड्न पर्दैन, जम्मा 4-5 घन्टा हो। बसी बसी आउनु पाइयो, आनन्द छ। यहाँबाट आइज हामी यताबाट आइयो जोडिने एउटै ठाउँमा हो टक्कै यहाँबाट सिधा सिधा पसिना बग्दै बग्दै मुख जान खोज्छ। ठिकै छ, अब चाहिँ आइयो त्यहाँबाट निस्केर अब चाहिँ 10 मिनट हामीलाई 20 मिनट। बाटोमा चाहिँ आइयो, अपार्टमेन्ट बन्दैछ साइडबाट चाहिँ पसिना तप्तप्ती तर हिँड्ने खोलै खोला तिरैतिर होइन चौतारी र भिरै भिर मनमा छ पिरै पिर। त्यसपछि गएर लक्ष्मण भनु कसोलाई यो त चढो पका डाँडा पनि उसदेखि लाग्यो नि, सानोदेखि लाग्यो। सारङकोट हो ब्रो, सारङकोट अल्को त अलिकति अल्को छ। ए ए ए आयो आयो छैन केही पनि तर चट्ट चढेपछि अनि केटा किसिम बसौँ। टिकट लिएर 60 रुपियाँको टिकट लिएर चट्ट गएर हिमाल पनि छैन केही पनि छैन। उयो यति देखिन थाल्यो अरे चाहिँ कसो हुन्छ जस्तो खुट्टा देखेको छ आइयो है मास्टर, आइयो। अब जाने कसरी जान्छ बन्छ। कसम टेन्ट लिएर आएको भएर आज राति कसम यस्तो मजा जस्तो दिन्थ्यो माथि। हामी एक दिन उताकोमा जाऊँ गयो टेन्ट लिएर सुत्ने अरे पर्छ चट्ट होइन अन्त गएर सुत्दिने मस्त चट्ट ग्यास लिएर गयो छुट्टो ग्यास भाँडा लिएर गयो मासु लिएर गयो चट्ट पकायो खायो बस्यो। कस्तो मजा आउँछ होला हुन्छ। ग्यास बोक्न सकिन्छ दाउरे त हुने त बालिन्छ त दाउरा आगो बालिन्छ त रेनकोट सेनकोट लिएर जाँदा हामी बचाम अरू त ठिकै छ त्यही हिसाबले गर्नु पऱ्यो। हल्का हल्का खोल्छ कि जस्तो गरिरहेको थियो जस्तो उतापट्टि हेऱ्यो भने चाहिँ हल्का त्यो बिचमा चाहिँ हिमाल देखिरहेको छ होइन अहिले यहाँ छैन। आज